होइन मेरो व्यक्तिबारे कोही पनि टिप्पणी थाहा छैन। कानुनले कुन पार्टीको भनेर भन्दैन, पदलाई चिन्छ। होइन कति भोटले जिते पनि चिन्दैन, कुन चुनाव चिन्हले जिते पनि चिन्दैन। तपाईँहरू पनि म पनि उठेको भने तपाईँले 10,000ले जिते कि 20,000 जिते, 1 भोटले जिते, त्यो कुनै पनि अन्तर देखिन्न। कानुनले 1 भोटले जिते पनि जितेको, 50 अन्तरले जिते पनि जितेकै हुन्छ। तपाईँ जुनसुकै पार्टीको भए पनि या स्वतन्त्र भए पनि त्यो कानुनले चिन्दैन, त्यो पदलाई चिन्छ। पदले जुन संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने हो, त्योभन्दा बढी गर्न पाइँदैन। होइन जस्तै म जित्दाखेरि मानव म एमालेबाट जिते मलाई काङ्ग्रेसले असहयोग गर्यो भनेर मैले रोइलो गर्नु केही अर्थ नै छैन। उयो अर्को पार्टीबाट जितेर आएको छ होइन। त्यो जे हिजो मैले जित्दाखेरि जे अधिकार थियो अहिले पनि त्यही हो, भोलि अर्को पार्टीले जित्यो भने त्यही नै अधिकार प्रयोग गर्ने हो। त्योभन्दा बाहिर गएर कोही पनि जान छुट्दैन। त्यसको अर्को कसैलाई गाली गरेर ठुलो मान्छे भइने पनि होइन। सबैभन्दा अहिले सजिलो भनेको त गाली गर्नु हो कि, बिगार्नु सजिलो छ, बनाउनु त गाह्रो छ नि त। गर्न दिएन भन्दा गाह्रो छ, आफूले गरेर देखाउनु त गाह्रो छ नि त। भएन भन्दा सजिलो छ, ल यसो गरौँ भने त गाह्रो हुन्छ नि। त्यसकारण त्यसलाई व्यक्तिगत रूपमा कसैलाई चिन्दैन। कानुनले दिएको अधिकार प्रयोग गर्ने हो, कानुनको सदुपयोग गर्ने हो, त्यसमा सहजीकरण गर्नु पनि त्यो हुन्छ। जस्तै मै मेयर भन्दा मैले सङ्घीय सरकार, प्रदेश सरकार सबैसँग सहजीकरण थिएँ। यहाँ उपमेयर, वडा अध्यक्ष, अरू नगरपालिकासँग पनि समन्वय गरेर काम गर्थ्यौँ नि। मैले कोही अरू मेयरलाई चोर भनिनँ, सबैसँग उपत्यका सबै नगरपालिकासँग राम्रै सम्बन्ध बनाए। देशभरका नगरपालिका राम्रै सम्बन्धमा, सङ्घीय सरकार, प्रदेश सरकारसँग राम्रै भने। कहिलेकाहीँ चाहिँ हामीले आफ्नो हैसियत बुझ्नुपर्छ। ठाडो र तेर्सो कतिपय के भने, जस्तै म मेयर भन्दा नेपाल सरकारको मुख्य सचिव प्रोटोकलले मभन्दा तल थियो, तर त्यसको अर्थ मैले डाइरेक्ट रूपमा उसलाई चलाउन पाइँदैन। ठाडो रूपमा निर्देशन दिन सकिन्छ सकिँदैन। आर्मी चिफ प्रोटोकलले मभन्दा तल थियो, नेपाल प्रहरीको आइजी तब तल थियो, तर ठाडो रूपमा मैले त्यो भन्दा माथिको यो गर भन्न पाइँदैन, सिरुवालाई आदेश दिन पाइँदैन। त्यो तेर्सो निर्देशन हो कि। त्यसमा सङ्घीय सरकार छ, प्रदेश सरकार छ, सिरुवालाई कसले चलाउने, आइजिपीलाई कसले चलाउने, त्यो सबै आफ्नो आफ्नो संविधान र कानुनले व्याख्या गरेको छ नि। सङ्घीय सरकारको माटोमा के रहने, प्रदेश सरकारको माटोमा के, स्थानीय सरकारको माटोमा के रहने, त्यो त कानुनले व्याख्या गरेको छ। कानुन नदिएको कुरा छ भने कानुन संशोधन गर्नुको लागि सम्बन्धित ठाउँमा पठाउनु पर्यो। नपठाएको कानुनमा नभएको कुरा म यो भएको कारणले यो अधिकार चाहिन्छ भनेर पाउने पनि होइन, त्यो अधिकार प्रयोग गर्न पनि पाइँदैन। तपाईँको भनाइको अर्थ चाहिँ काठमाडौँ महानगरपालिकाको अहिलेको वर्तमान नेतृत्वले चाहिँ आफ्नो काम भन्दा पनि अरूतिर बढी दोष देखाएर बन्छिरहेको छ कि भन्ने हो? होइन, कतिपय कुरा मैले पनि देखेँ होइन। 5 वर्ष झन्डै 3 वर्ष त हुन लाग्यो। कहिलेकाहीँ म आफै पनि अचम्मित हुन्छु, धेरै ठाउँमा हेर्छु। अब मैले पहिला मेयर भन्दा पनि तपाईँलाई पनि भन्ने गरेँ, अरू मिडियालाई पनि भन्ने गर्थेँ, हामी मात्र जिम्मेवार भयो भन्दैन। पत्रकारले सबै नेताहरू चोरै देख्ने, कर्मचारी सबै भ्रष्टै देख्ने भयो भने यो देश बन्दैन है। राजनीतिकहरूले पनि एउटा त्याग गरेर त्यो ठाउँमा गएका हुन्छ, केही गर्छौँ भनेर कमिटमेन्ट उसको छ, त्यहाँ पनि राम्रो मान्छे छ भनेर बुझिदिनुपर्छ। अब कर्मचारी पनि सबै भ्रष्ट भनेर त्यो पनि होइन। मैले सबै पत्रकार सबै बदमासै भन्ने पनि होइन, सबै चाहिँ आफ्नो मूल्य मान्यता बिर्सिएर केही लोभ लालचमा फस्छ भन्ने पनि होइन। तर अहिले कहिलेकाहीँ कस्तो हुन्छ भने समाचार सुन्छौँ, तथ्यपरक समाचार आउँदैन होइन। मिथ्या समाचारले हाम्रो दिमाग पुतिदिएको छ। अनि सामाजिक सञ्जाल हेऱ्यो भने के सत्य को असत्य चाहिँ थाहा हुँदैन क्या। मैले एउटा पत्रकारको त्यो बेला अधिवेशनमा बोलेको थिएँ, हामी सबै कुरा अनुगमन गर्छौँ होइन। खाद्य वस्तु यो खानुहुन्छ कि हुँदैन, यसमा विषादी मिसाएको छ कि छैन, यसमा खानु नहुने रङ मिसाएको छ कि हामी मिठाई पसलमा गइरहेका हुन्छौँ, फलफुल पसलमा गइरहेका हुन्छौँ, तरकारी पसलमा गइरहेका हुन्छौँ, विषादी मिसाएको छ कि छैन भनेर। अहिले सामाजिक सञ्जालमा पोस्ट भएका समाचारहरूमा कति विषादी छ भनेर कसले परीक्षण गर्ने? त्यसले त यसले भन्दा त्यो विषादीले भन्दा यो विषादले धेरै मान्छेलाई बिगारेको छ। अब यसलाई चाहिँ नि नियमन गर्नु आवश्यक छ भने मेरो पनि बुझाइ हो। यो नियमन गर्नु आवश्यकता छ। वाक स्वतन्त्र सबैलाई चाहिन्छ, बोल्ने लेख्ने अधिकार चाहिन्छ। त्यसको अर्थ चाहिँ नि ऊ गैर जिम्मेवार हुन पाइँदैन। सबै आफ्नो ठाउँमा लिमिटेसन छ नि। नेताहरूको आफ्नै छ होइन, कर्मचारीको आफ्नै छ, न्यायालयको आफ्नो छ, प्रहरी प्रशासन आर्मीको सबै आफ्नो छ भने कोही पनि त्यो सीमाभन्दा बाहिर जानु हुँदैन। या आफ्नो व्यक्तिगत लाभको लागि गलत समाचार सम्प्रेषण गरेर सिङ्गो देशवासीलाई भ्रमित गर्ने काम चाहिँ कसैले नगरेर राम्रो हुन्छ। अहिले त्यस्तै पोस्टहरू धेरै आउँछन्, चमत्कार गरे के चमत्कार गरे कोही थाहा छैन होइन। एउटै न्युज चाहिँ देशभरि एकैचोटि आउँछ, मुख छोडेछ, गाली गरेको छ,
गाली गर्न त सबैले आउँछ नि त। गाली गरेर ठुलो मान्छे भइने हो रे, अरूलाई दोष ल्याएर केही ठुलो मान्छे भइँदैन। त्यसै आफू शान्त हुने हो, कसैलाई गाली नगर्ने, आफूले गर्नुपर्ने कर्तव्य गर्ने हो।